केडा हो विधायक कति प्रकारका हुन्छन् र के हुन् भन त। आज स्कुलमा भन्नुपर्ने छ कि त्यहाँ भाषणमा? मलाई चाहिँ थाहा छैन है विधायक कति प्रकारका हुन्छन् भनेर। मलाई थाहा छ कि विधायक कति प्रकारका हुन्छन् भनेर। थाहा छ भने भन त कति प्रकारका हुन्छन्। आज चाहिँ होइन यसो स्कुलमा भाषण ठोक्नुहरू राम्रो राम्रो केटी हुन्छन् नि त होइन। यसो उनीहरूको आँसु तप तप चुयोस् न अनि पछाडि गएर मलाई वाह कस्तो राम्रो भाषण टोकेको भन्नु न होइन। भन त कति प्रकारका हुन्छन्। विधायी विशेष गरेर 3 प्रकारका हुन्छन् बुझिस् नि। के हुन् त? एउटा हो जो कमाउनको लागि विदेश जान्छ त्यो एउटा विधायी, अर्को हो मर्नेको विधायी र अर्को एउटा चाहिँ हो एउटा स्कुलबाट अर्को स्कुलमा जुन पढ्न गएको विधायी। तिमीहरू बेसी ल्याङ गर्छौ कि यो सब विधायी सिधाई छोड न। आफूलाई त कस्तो बिहे गर्न पो मन लागिरहेको छ त हो। किन हो यति सानामै बिहे गर्न मन लागेको तँलाई? हे बिहे गरिसके पछाडि काममा पनि जानु पर्दैन सुख नि। यार अरू त अनि बिहे गरिसके पछाडि पुरा दुःख हुन्छ भन्छन् त अनि निकै अर्थ दिन्छन् त। अनि त चाहिँ किन बिहे गरेपछि सुख पाउँछु भनेर सोचेको? अब हेर मेरो प्लान भनेको बिहे गरिसके पछाडि 50 जना छोराछोरी जन्माउने प्लान छ। ती 50 जनामा 25 जना बाहिर जान्छन् अनि त्यहाँ पछाडि उता 10 जना यहीँनेरि घरको कामहरू गर्छन् अनि सबै पैसा मलाई राख्न दे भन्छु। अनि त्यसो हुँदा अनि अरू कतिजना रहन्छन् तीलाई सबैजनालाई अरू जस्तै कि सागसब्जी बेच्न गर्न पठाउँछु। अनि त्यसो हुँदा अनि मलाई फाइदा भएन त टन्न सुती।